खेतबाट दाउरा लिएर आउँदा ट्र्याक्टरबाट झन्डै झरेन। सो हेलो साथीहरू, के छ मेरो चाहिँ एकदम ठिकठाक छ। अनि हजुरहरूको के छ? आजको सुरुवात चाहिँ बिहान होइन बेलुकादेखि हुन्छ है। मकै कुट्दै आफ्नै घरमा मकै ड्याङ कुट्दै बब्बार तरिकाले होइन यसरी कुट्नुपर्छ। मजा आउँछ जे भए पनि। कुटिसके पनि अनि हेर्न सक्नुहुन्छ यस्तो भइसकेको छ, एकदम सबै मकै निस्किएको छ। अनि म चाहिँ खेततिर लागेँ होइन, मम्मीले दाउरा लिन जा भन्नुभएको थियो। अनि खेतमा त आगो लगाइराखेको रहेछ। अनि यता चाहिँ मल झार्दै थियो ट्र्याक्टरले होइन, खेतमा हेरिराखेको। अनि अहिलेको सिजन चाहिँ त्यति राम्रो हुँदैन होइन। मकै अब 1-1.5 महिनापछि चाहिँ हरियो हुन्छ। अनि टक्क दाउरा लोड गर्नतिर थाल्यो अङ्कल हामी भएर। मलाई चाहिँ पछाडि ट्रलीमा राखिदिएको छ। हेर्नुहोस् फेरि त्यही माथि घोप्ने काँडा भएको दाउरा रहेछ। चाक घोपेर झन्डै मारेन, चिलमा आयो। तर आउनु चाहिँ जे भए पनि होइन चिलमा आयो। अनि त्यसपछि उकालो कटाउनुतिर लाग्यो। एकछिन त डर लाग्दै थियो कसरी झर्छ के भनेर। हेर्न सक्नुहुन्छ रियाक्सन कस्तो थियो एकछिनमा, त मुटु ढुक 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 भयो। टक्कसँग सफलपूर्वक निस्क्यो। अनि लाग्यो घरतिर। अनि घरतिर आइसक्यो। हेर्न सक्नुहुन्छ सुत्दै आयो, घोप्दै भए पनि आयो, सुत्दै छु म। अनि दाउरा झारिसक्यौँ। थ्याङ्क्स फर वाचिङ। राधे राधे। सब्सक्राइब गर्न भने नबिर्सनु होला। यस्तै भिडियोको लागि थ्याङ्क्स फर वाचिङ। बाई बाई।